बसिरहेको छु गाइस सबैले लाइक शेयर सब्सक्राइब चाहिँ गरिदिनु है एकदम माया देखाइदिनु अबे सुपारी निकाल के बोल ना अरे क्या म सुपारी खाँदिनँ यो चक्लेट खाँदैछु क्या यो बाजेले चक्लेट ल्याइदियो क्या मलाई यसको गर्लफ्रेन्डले दिएको थियो नि त यस्तो मान्छेको गर्लफ्रेन्ड चाहिँ तपाईँहरू किन सिङ्गल अहिलेसम्म यस्तो सिङ्गल नबस्नु अब बाजेको त गर्लफ्रेन्ड छ एउटा दामी दामी छोरी आउनुहुँदैछ म जिस्काइदिन्छु र गाइस यो बाटो चाहिँ हेरेँ क्या गाइस मरना है क्या भोसड़ी के मरना तेरे को डर नहीं लगता खत्म हम मालूम है तेरे बाप को मत सिखा चल यस्तो यो बाजेले राति चाबी अनबाट गरिदिएर राख्यो होइन कर्म सकिरहेको छ वेलकम टू द आवर न्यू ब्लॉग आज सबैलाई स्वागत अरे कहना क्या चाहते हो छ अनि सबैलाई SN28 राइडमा हैन सबै मेरो फ्यामिलीहरुलाई सबैलाई स्वागत छ अनि म सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ भनेर म आशा गर्दछु हैन अनि म चाहिँ हल्का प्लोटिङ ग्राउन्ड हानेर छैन आजको ब्लग धेरै लामो नभनौं सानो स्वीट अलिक इन्ट्रेस्टिङ मजेदार त्यति हुन्छ हैन ल गाइज अब सिधै बाटोमा हिँडेर ड्याङ हिँडौँ त बाइक किन छ भटभटिया कुदाउनु पर्ने हुन्छ यस्तो यो बाजेले राति चाबी अनबाट गरिदिएर राख्यो होइन कर्म सकिरहेको बाटो चाहिँ हेरेँ क्या गाई
आजको ब्लग एकदम बबाल थियो गाइस, एकदम चक्का चिप्लिँदै थियो होइन। यस्तो चक्का छ यार, गोटीमै गोटी भएको त्यो पनि चिप्लिँदै थियो। केही छैन, आजको ब्लग बबाल छ, बाजिने थियो होइन। मैले पुरै चक्का उठाएर आएँ उता परदेखि, बाजे लास्टमा थाहा भएको अरे क्या, भिडियो नै बनिरहेको छैन। अनि के खान्थेँ भुत्रो, सरी गाइज, आजको ब्लग यति नै। अनि यो स्टिकर कस्तो छ होइन, मैले टालेको कस्तो छ, दामी देखिरहेको छ होला न, दामी देखिरहेको छ। अनि यता पनि टालेको छु, यता पनि बब्बा देखिरहेको छ होला। सो यो गाइज, आजको ब्लग यति नै, धेरै लामो नबनाऊँ, किनभने लामो भिडियो हुन्छ मजा लाग्दैन। तर सानो भिडियो, सर्ट भिडियो, मजेदार भिडियो। सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु। किप सपोर्टिङ, किप लभिङ गाइज। सी यु इन नेक्स्ट ब्लग। ए राखिदिएको छ एउटा, म आधा खान्छु। आज डिम्बा हो, बग्राबाले ल्याइदियो मलाई। आधा खाली जमे। ले भिडियो स्टार्ट कर दिन्छु। हो ना? चलो गाइस वीडियो बना रहे हैं। बैठने बताओ, बच्चे बना बच्चे। के बोलाइ छ? बसिरहेको छु गाइस, सबैले लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु है, एकदम माया देखाइदिनु। अब सुपारी निकाल के बोल ना अरे क्या। म सुपारी खाँदिनँ, यो चक्लेट खाँदैछु क्या। यो बाजेले चक्लेट ल्याइदियो क्या मलाई, यसको गर्लफ्रेन्डले दिएको थियो नि त। यस्तो मान्छेको गर्लफ्रेन्ड चाहिँ तपाईँहरू किन सिङ्गल अहिलेसम्म? यस्तो सिङ्गल नबस्नु। बाजेको त गर्लफ्रेन्ड छ, एउटा दामी दामी छौरी आउनु रहेछ, म जिस्काइदिन्छु र गाइस।